अब केही सामग्रीले शरीरले ल्याउनु भनेको छ तपाईँले चिन्नु भएको छैन होला भने मैले चिनाउने प्रयास गर्छु है त। तपाईँसँग यससँग रिलेटेड कुराहरू छन् कि अनि साइन्स पढ्दै गर्दाखेरि हेरेर बढी सिक्ने मौका मिल्छ है। यो के होला तपाईँहरूले डमी भन्छ होइन मोडल। यो के को मोडल हो? के हुन्छ डमी? गुड श्वासको श्वास र रेस्पिरेटरी सिस्टम है। हाम्रो बडी सिस्टम भने एउटा सिस्टम रेस्पिरेटरी सिस्टमको मेनली के कुरा हेर्दा पनि यहाँ लङ्स छ नि त होइन त्यस्तो छ। त्यो भएपछि हामीले तपाईँ कति गर्दै गर्ने हो यो पोजिसन बनाएको माथिको एप्रोन ल। यो एप्रोन भनेको चाहिँ डक्टरले नर्सले मात्रै लाउने होइन। हामी पनि भोलिको डक्टर नर्स हो नि त, अहिले प्र्याक्टिस गर्नु पऱ्यो भयो है। तर त्यो भन्दा पनि हामी विज्ञान प्रयोगशालामा तपाईँले 8 कक्षा मजाले सानै कक्षा 5, 6देखि नै हामी पढ्दै जान्छौँ। जहिले पनि हामी विज्ञान प्रयोगशालामा प्रयोगात्मक कार्यहरू गर्दाखेरि यो एप्रोन लगाउनुपर्छ। यो हाम्रो सेफ्टी हो। यसले चाहिँ ल्याबमा भएका केमिकल्सहरू जसले चाहिँ हाम्रो शरीर लगायत हामीले लगाएको कपडाहरू ड्यामेज गर्न सक्छन्, त्यस कारणले यो एप्रोन लगाउनुपर्छ है त। हामीले यसो हेर्दा यो लाउनु त डक्टर नर्स हुने भन्ने होइन, हामी विज्ञान प्रयोगशालामा कार्य गर्दाखेरि लाउने एप्रोन है त। यसको नाम ओके। त्यसमा के भन्छ म्याग्नेटिक एनएस लेखेको हुन्छ हो। एन भनेको नट, एस भनेको चुम्बकको दुईवटा ध्रुव हुन्छ नि होइन। उत्तर दक्षिण हामी देख्न सक्छौँ है त। यसलाई स्वतन्त्रपूर्वक झुन्ड्याएर राख्यो भने के हुन्छ? उत्तर दिशाले है त। अब किन उत्तर देखाउँछ भनेर आएपछि पर्छ है त। यसको नाम हो बार म्याग्नेट है। दुईवटा ठिक छ। ब्यारोमिटर ल यो ब्यारोमिटर हो। ब्यारोमिटरले के नाप्छ? त्यस्तो होइन, ब्यारोमिटरले वायुमण्डलीय चाप लाग्छ है त। वायुमण्डलीय चाप लाग्छ है त। बिकर र साइलेन्ट हुन्छ, त्यो बिकर भन्दा पनि हुन्छ भने चाहिँ त्यो बिकर है त। यो चाहिँ हामी केमिस्ट्री रसायन विज्ञान पढ्दाखेरि विभिन्न केमिकल्सहरू है एसिड बेसहरू त्यस्तो राख्नको लागि प्रयोग गरिन्छ।